यो चाहिँ तपाईँको फापरको खेती। तपाईँ पछाडि मेरो पछाडि हेर्नुहुँदैछ फापर खेती। यति दिव्य फापर छ। यो मिठे फापर हो। रोटी खान पनि अत्यन्तै मिठो हुन्छ। जय श्री कृष्ण। हरि ओम नमस्कार। म यो देख्नुहुँदैछ जौ घाँस। यो चाहिँ गाईको लागि अत्यन्तै राम्रो र यो पहाडतिर पनि तपाईको गौ सेवाको निमित्त राखिने जौ घाँस हो। र म आज ठासा स्थित हाम्रो भवानी गुरुजीको घरतिर गएको थिएँ र त्यसको नजिकमा रहेको यो जौ घाँसलाई तपाईहरुले अवलोकन गर्न सक्नुहुन्छ। हरियम यो चाहिँ फापर खेती। यो फापरको जुन फूल देख्नु हुँदैछ मौरीले अत्यन्तै मन पराउँछ। यो फापरको फूल यो तपाईले हेर्नु हुँदैछ फापर फूल र हामीले फापरको रोटी पनि बनाएर खान्छौँ। र हेर्नुहोस् यो सिक्किमको धन हरियो वन त्यसै भनिएको होइन, सिक्किमको खेतमा अत्यन्तै राम्रोसँग फुलेको यो फूल। तपाईँ यसलाई कुन फूल भनेर चिन्नुहुन्छ? तपाईँ कमेन्ट गर्नुहोला। जय श्री कृष्ण।